होला म जाइ पनि बनाइदिइहाल्छु भनौँ जाइ पनि बनाइदिन्छु। हेलो साथीहरू, स्वागत छ तपाईँहरूलाई हाम्रो आजको यो ब्लग भिडियोमा। आज चाहिँ हामी भैँसे पोखरी जानुलाई रेडी भइरहेको थियौँ, तर पानीले यस्तो बिगार्यो कि हामीलाई। देख्नु सक्नुहुनेछ पानी यस्तो परिरहेको छ र पनि हामी जाने तयारीमा छौँ। अब चाहिँ म पानी परे नि परोस् भनेर छाता बोकेर म चाहिँ बाटो जाँदैछु। बाटोबाट जाँदाखेरि बाटोमा पानी पनि एकदम धेरै बगिरहेको रहेछ र मलाई त काकीले सोध्नु कहाँ हिँडेको भाइ भनेर म चाहिँ ब्लग बनाउनु भैँसे पोखरी गएको भने। त्यसपछि भनेपछि म हाम्रो काकाको घरतिर लागेँ। अब चाहिँ म काका घरमा पुगेर काकाहरूलाई भने ल जाउँ अब चाहिँ घुम्नलाई भनेर काकाहरू हाँस्दै भन्नु ल जाने भए जाउँ न त भाइहरू भनेर। त्यसपछि हाम्रो मालदाई चाहिँ हाँस्दै भन्नुभयो ल जानुपर्छ भाइहरू भनेर। त्यसपछि चाहिँ हामी छाता बोकेर रोडतिर लाग्यौँ। पछि रोडमा पुगेपछि हल्का पानी परेको हुनाले हाम्रो भाइले चाहिँ छाता उडेर हिँडिराखेको छ। त्यसपछि चाहिँ हामी पुग्यौँ हाम्रो गाउँको सानो बाटोमा। यो बाटो चाहिँ अलिक चिप्लो भएकोले हामीले चाहिँ एकदम ध्यान गरेर हिँड्नुपर्ने हुन्छ। बाटो एकदम चिप्लो छ। हुनु त अब गाउँहरूको बाटो पनि चिप्लै हुन्छ साथीहरू, देख्न सक्नुहुनेछ बाटो यस्तो छ। अब चाहिँ हामी खोला पुग्न लागेको छौँ। खोलामा पुल पनि रहेछ र हामी सबैजना पालै गर्दै खोला पनि पार गऱ्यौँ। खोला पार गरेपछि माथिनिर हामीले एउटा धारा देख्यौँ र त्यो धारामा पानी खान सबैजना तिलेर गयौँ र सबैजनाले पालै यहाँको चिसो पानी खायौँ साथीहरू। यहाँको चिसो पानी एकदम मिठो रहेछ। अब चाहिँ पानी खाइसक्यौँ र हामी चाहिँ उकालो बाटोतिर जाँदैछौँ साथीहरू। अब चाहिँ बाटो निकै उकालो भएकोलाई हामीलाई चाहिँ हिँड्न एकदम समस्या भइरहेको छ साथीहरू। गाउँघरकै भयो भने हिँड्नलाई उकालो ओह्रालो त अलिक साह्रो नै हुन्छ। उकालो ओह्रालो भने हामी चाहिँ जाँदैछौँ उकालो। अब चाहिँ साथीहरू हामी चाहिँ फाइनली पार्टीमा नि पुगिसकेको छौँ र पार्टीमा सबैजना बस्यौँ र थकान मार्यौँ। एकछिन बसेर गफसफ गऱ्यौँ र मलाई चाहिँ यो पार्टीमा बसेको नि भिडियो बनाउनु मन लागेर यसो मैले यता वरपर देखाएर दाइहरूलाई पनि देखाएर यसो भिडियो पनि खिचेर वारिपारि हेरेँ। पारीहरू गाउँसाउँ पनि देखेँ। अब चाहिँ पार्टीमा धेरै बस्नुहुन्न भनेर हामी चाहिँ उकालो जाँदैछौँ। उकालो जाँदाखेरि मैले मेरो घर पनि देखेर यहाँदेखि हेरिरहेको छु म ओह्रालो फर्केर। यसो गाउँहरू हेर्दै उकालो जाँदैछौँ अब हामी चाहिँ भैँसे पोखरीतिर। अब चाहिँ साथीहरू हामी चाहिँ धेरै बेरको हिँडाइपछि हामी चाहिँ अब भैँसे पोखरी पुग्न लागेको छौँ। देख्नु सक्नुहुन्छ अब काकाहरू पनि पछाडि आउँदै हुनुहुन्छ यहाँ हामीसँगै। अब चाहिँ हामी भैँसे पोखरी पुग्न लागेछौँ। अब भैँसे पोखरीको ब्लग भिडियो चाहिँ साथीहरू म अर्को नेक्स्ट भिडियोमा हाल्नेवाला छु। त्यतिन्जेलसम्म हाम्रो भिडियोलाई लाइक, सेयर, कमेन्ट र च्यानललाई सब्सक्राइब गर्न नबिर्सिदिनु होला। यतिन्जेलसम्म भिडियो हेरिदिनु भयो भने तपाईँहरूलाई धेरै धन्यवाद।